हेलो एभ्रिवान, वेलकम टु माई न्यू भ्लग है। आज नि म चाहिँ अब काममा जान लागेको। हिजो चाहिँ शनिबार नि त, अनि छुट्टी थियो। आज फेरि पनि काममा जानु परिरहेको छ बिहानै। अस्ति त डे सिफ्ट हुन्छ भन्थ्यो, आज फेरि मर्निङ सिफ्टमै हाल्दैछ हामीलाई है। म चाहिँ मर्निङ सिफ्टको लागि जाँदैछु होइन। 7 बजे थमान्न पुग्नुपर्छ। म यहाँ 6:55सम्म यहीँ छु है। म ढिला नगरी गइहाल्छु है। काम गरेर फेरि भेटौँला। साथीले कुर्दैछ, त्यहाँ गएर साथीसँग केही कुरा गरौँला है साथीहरू। तपाईँहरूलाई यति नै, बाई। साथीहरू हामी चाहिँ अहिले म मात्रै छु अहिले चाहिँ गाडीमा, केही पनि छैन नि होइन। यहाँनिर चाहिँ हाम्रो अफिस, त्यो सिसालाको बिल्डिङमा चाहिँ हाम्रो अफिस होइन। अनि हामी चाहिँ अफिस आएर पनि गाडीमा पनि बसेर होइन। म चाहिँ अरू चाहिँ अब सामान बोकेर आउँदैछन्, मैले चाहिँ पानी बोकेर आएँ। अब हामी चाहिँ उता आगो लागि भएको छ अरे पोलमा होइन। अब आगो लागि भइसकेपछि तारहरू तार्नु पऱ्यो। अब तारहरू तार्न जाने हो है हामी चाहिँ। हाम्रो काम चाहिँ आज दिनभरि त्यतै हुन्छ होला। तार धेरै तान्नुपर्छ आगो लागि भइसकेपछि त रिस्क पनि हुन्छ त्यसमा होइन। अब हामी चाहिँ मेरो युनिफर्म गएछ होइन। साथी पनि भ्लग हालिरहेको छ है। हेलो, मेरो ड्रेस ल्याउँथ्यो। साथीको ड्रेस चाहियो अरे। त्यो चाहिँ कुन चाहिँ हो? जानु पऱ्यो नि त भने। त्यो चाहिँ मेरो है साथीहरू। त्यो भयो तिमी छान्दै नदेखाउ न, त्यो न जस्तो भयो नि। त्यो मेरो त्यो दाइको, तिम्रो खोइ त यार। ल त्यही लग। कसको यो? दाइको। ल दाइको हुँदैन यार, मेरो त मैले लाउनु पऱ्यो नि। यहाँ तल छ है क्या। तेरिका मेरो लुगा त लास्टै कचरा थियो, झन् कचरै बनाइदिएछ नि यार। साथीको फेरि भुइँमा ज्याकेट। मेरो चाहिँ अब म लाउनु नै यहाँ भाइनेट छ। भाइनेट टक्क भाइनेट भयो हामी चाहिँ। फाइबर टेक्निसियन हामी चाहिँ होइन। फेरि अब साथीहरू मिल्ने, भ्लग गर्ने। अनि अब तपाईँहरूले सपोर्टै गर्नु न, 10-15 भ्यू त आउँछ होइन। त्यही पनि ट्राई गरिरहेको छौँ है। हामी चाहिँ अब काममा गएर भेटौँला साथीहरू है। त्यही पनि अहिले टक्कै खाना खायो अनि बस्दैछौँ होइन। चाहिँ अघि त वसुन्धरामा चाहिँ भिडियो बनाउनु पाइएन, काम धेरै भएर। काम भयो नि त, अनि त्यहाँ चाहिँ भिडियो बनाउनु पाइएन। अब अर्को ठाउँमा जाँदा चाहिँ भिडियो बनाउला। त्यहाँ चाहिँ धेरै काम भयो क्या साथीहरू, तार तान्ने यताउता इधर उधर। अनि अब खाना खायो। अब 1 घन्टा चाहिँ हाम्रो रेस्ट है। रेस्ट टाइम चाहिँ 1 घन्टा हुन्छ हाम्रो खाना खाएर। यस्तो ठाउँ छ यहाँ चाहिँ। साथीले भ्लग बनाउँदै बसिरहेको छ यतापट्टि पनि। यता खाना खाँदैछन् दाइहरू होइन। यस्तै हो बेला बेला भ्लग बनाउने। काम गर्दाखेरि त पाइन्न है साथीहरू। यता मान्छेले इट राख्दैछ। उसले त माइक बोकेर हानिरहेछ, आफ्नो त माइक छैन है साथीहरू। यस्तै हो, गाह्रो छ होइन। तर म त केही भन्नै आउँदैन क्या भ्लगमा। अब भ्लग बनाउनु त बन्यो, भ्लग बनाउनै आउँदैन होइन साथीहरू। बोल्न पनि आउँदैन केही नि। यसो ट्राई मात्रै गरेको। अलि सपोर्ट गरिदिनु। सपोर्ट गरेपछि त अलिअलि कन्फिडेन्ट लेभल त बढ्छ नि त होइन। कन्फिडेन्ट पनि छैन क्या फेरि मसँग। अहिले कोही पनि छैन यहाँ होइन। यतातिर कोही पनि छैन, त्यही भएर म मस्त बोलिरहेको छु। अहिले कोही मान्छे आयो भने मेरो मुखबाट बोल्नु नि सिक्दैन। यस्तै हो म चाहिँ होइन। न त कन्टेन्ट नै आउँछ, कन्टेन्ट क्रिएट गर्न नि आउँदैन होइन। बोल्न नि आउँदैन। यत्तिकै अब डुलायो बस्यो, आउन चाहिँ आउँदैन केही पनि। यति भयो नि। अब अलिअलि कन्फिडेन्स चाहिँ बढ्दैछ। भिडियो बनाउँदै गएपछि कन्फिडेन्स चाहिँ बढ्दै गइरहेको रहेछ होइन। अब साथ सपोर्ट नि दिनुभयो भने चाहिँ अब अझै पनि अलि कन्फिडेन्स चाहिँ बढ्छ। साथ सपोर्ट चाहिँ गर्नु पर्यो साथीहरू। ल साथीहरू हामी चाहिँ लाग्दैछौँ केटाहरूलाई भेट्न, सपोर्ट टिमलाई होइन। जाने हो सपोर्ट टिमलाई भेट्ने हो, गखान्ने हो, बस्ने हो। हाम्रो त रेस्ट टाइम छँदैछ, उनीहरूको त रेस्ट टाइम नै हुँदैन। अब रेस्ट टाइम त भयो होला, उनीहरू डे सिफ्ट आयो होला, हामी त मर्निङ सिफ्ट आएको होइन। कौवाले छुँदैन यार। त्यहाँ हेर्नु साथी, त्यहाँ कौवा छ होइन, बच्चा पनि छ त्यहाँ। त्यो
बच्चा यहाँ गरेर अस्ति ठुङ्दिएर यहाँ बनाउँदाखेरि ठुङ्दिएर ल दाइहरू त छैन त अनि घरभित्र साथीहरू। ल आज चाहिँ हाम्रो काम सक्यो होइन, यस्तै हात यस्तो छ, अर्को हात यस्तो छ, काम सक्यो। यस्तो डाँडामा आएर 3 पिप्ले भन्ने ठाउँमा होइन डाँडामा आएको छ। अब काम सक्यो, हाम्रो चाहिँ 4:30 जति भयो। अब अफिस पुग्दा गर्दा 5 बज्छ होइन, अनि हामी चाहिँ त्यसपछि रुम जाने हो। अब आजको चाहिँ ब्लग यहीँ टुङ्गिन्छ होला, नभए अफिसतिर गएर बनाउनु पर्छ है। अब काम चाहिँ सक्यो होइन, हामी चाहिँ अब यहाँबाट जान्छौँ होइन। ठाउँ चाहिँ एकदम राम्रो राम्रो ठाउँमा घुम्न पाइन्छ है साथीहरू। हामी चाहिँ यो काम गरेपछि घुम्नलाई चाहिँ मस्त पाइन्छ, खतरा ठाउँ छ नि होइन। अब चाहिँ हामी गइन्छ है साथीहरू। ल